कहाँ कम्बलमा बसेर मेरो धादिङ दिदी हेर्नु नि यहाँ कुलबाई दाइ आउनुभएको लाइभमा हेर्नु न लाइभमा चाहिँ को आएछ अनि दादिङको घर म त कस्तो हजुर ओके होइन म गइरहेको होइन यहाँ होइन यहाँ फर्स्ट टाइम मैले हजुरकोमा कतिचोटि कमेन्ट गरेको थिएँ कतिचोटि के गरेको थिएँ तर कस्तो हजुरको रिप्लाई नै आउँदैन थियो क्या मैले त आज तपाईँको थाहा छ फेसबुकमा नाम पनि सर्च गरेको थिएँ तर आउँदै आएन फेसबुकमा पेज चाहिँ छ ओके सुन न अन्जु हजुर बहिनी मेकअप सेकअप धोएर पनि पुरा तिमी त रियल म्याच पो रहेछौ त ब्युटिफुल त तिमी त रियल ब्युटिफुल पो ओजी रहेछौ त तिमी त म त मेकअप नै गर्दैन रे क्या ए ठिक छ बहिनी कतिमा पढ्छौ तिमी अहिले 12 को एक्जाम दिएर बसिरहेको अब 12 सकिसक्यो अब ब्याचलर पढ्ने हो कि सोचिरहेको बाहिर पढ्ने हो कि बाहिर जाने हो बाहिर त खै अब पढौँ भने के गर्ने खै अब थाहा छैन तिमीले सोची त राखिछौ होइन दाइ अब ब्याचलर जोइन चाहिँ गर्ने भनेको अनि फेरि मम्मीले चाहिँ कहिले विदेश जा भन्छ कहिले कहाँ जा भन्छ खै होइन त्यस्तो अलिकति उ गर न अब नेपालमै पढ कि नेपालमै उ गर लुक्सले चाहिँ खायो मेरो बहिनीको लुक्सले चाहिँ यहाँ केटाहरूले यहाँ लुक्सले चाहिँ खायो भन्नु लुक्स त्यस्तो नहेरेर एकदम लास्ट म्याच नो 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 ब्याक दिनुहोस् न मलाई प्लिज ओके छ मेरो बहिनीलाई तपाईँले गर्दाखेरि त मेरो आइडी चाहिँ के भएको क्या दादा पहिला चाहिँ होइन अब हुन त म त्यस्तो भाइरल पनि छैन केही पनि छैन पहिला चाहिँ लाइक अलि 100-200 भन्ने नि आउँथ्यो अहिले त भ्युज पनि आउँदैन लाइक पनि आउँदैन भ्युज लाइक्स हो उ गर्नुपर्ने हो अनि अहिले कहाँ जाडो महिनामा त कसैको पनि आउँदैन जाडो महिनामा त आइडी फ्रिज भएको हुन्छ अहिले चिसोले फागुन कट्न देऊ न फागुन पछि आउँछ त्यस्तो होइन क्या म र मेरो दिदी त यहाँ रिस उठेर आज कस्तो भइरहेको थियो नि म आज लाइभ बस्छु एकजना आए पनि लाइभ बस्छु भनेर बसिरहेको थिएँ म त सोचेको पनि थिएँ तपाईँले आज कहाँबाट एड गर्नुभयो मलाई मैले त्यही थाहा पाइदिएर आइदिएको लाइभमा तिम्रो लाइभमा मैले थाहा पाएँ एकजना मात्रै हुँदो रहेछ भनेर यसो कुराकानी गरौँ भनेर आएको बहिनी खुसी लाग्यो हजुरसँग त म्याच खेलौँ न त एकचोटि मान्छे त छैन तपाईँकै ग्याङहरू मात्रै आइरहनु भएको छ म्याच त नखेलौँ मलाई बहिनी भोलि खेलौँ ल म्याच तपाईँ आउनु न भोलिबाट अनि साँच्चीकै आउँछु ल तिमी मलाई टिका लगाइदिन्छु भन भाइ टिकामा म आउँछु ल प्रमिस